सर्वमङ्गलम सर्वदा यहाँहरू सबैलाई नमस्कार छ। हाम्रो प्रणाम छ सर्वमङ्गलम सर्वदा संसार च्यानलमा। आज हामी यतिखेर भर्खर 6:15 गएको छ नवजीवन माध्यमिक विद्यालयको कार्यकक्षमा प्रशासनिक कक्षमा छौँ र हामीसँग कुराकानी गर्नको लागि हुनुहुन्छ यस विद्यालयका जुझारु युवा प्रधानाध्यापक आदरणीय विनोद लामा सर। स्वागत छ यहाँलाई। नमस्ते हजुर, धन्यवाद। विनोद सर, हामीले अलिक फरक खालको विद्यालय देख्यौँ। हुन त म आफै पनि यो विद्यालयको शिक्षक, तर पनि विगत काम गरेका विद्यालयहरूभन्दा मैले यो विद्यालयलाई फरक देखेको छु। यसलाई फरक तपाईँ कसरी भन्न चाहनुहुन्छ? खासै त्यस्तो फरक त होइन, हजुरले फरक भन्नुभयो, तर एक अर्थमा एक हिसाबमा हामी फरक नै छौँ। किनभने हामीले चाहिँ जागिर खानको लागि विद्यालयमा जोइन भएका जस्तो व्यवहार गरिरहेका छैनौँ। हामीले यो विद्यालय आफ्नो व्यावसायिक क्षेत्र हो, आफ्नै व्यवसाय हो, पर्सनल व्यवसाय हो भन्ने हेतुले यो विद्यालय चाहिँ हाम्रो निजी विद्यालय हो भन्ने हेतुले हामीले आफ्नो सबै चाहिँ तन मन धन विद्यालयमा लगाएको छौँ। जसले गर्दा हामी बिहानबाट बेलुकासम्म हामी अबेरसम्म बस्छौँ। तपाईँहरू पनि बस्नुहुन्छ। हाम्रो सबै साथीहरू बिहान 6 बजीबाट बेलुका 7-8 बजीसम्म विद्यालयमा खटिरहेको छौँ। यस अर्थमा जस्तो अहिले चाहिँ सामुदायिक विद्यालयहरूलाई सरकारी जागिर भने चाहिँ गाउँघरमा कस्तो उखान भएको छन् भने जागिर भनेको त सरकारी मास्टर जस्तो हुनुपर्छ भन्छन् गाउँघरमा। किन भने अरे भने ट्याक्क चाहिँ 10 बजेको घन्टी लगाएपछि यसो स्कुलमा छिर्ने, 4 बजे घन्टी लाउन नपाउँदै कुदिहालेर अब गाउँघरका आफ्नो घरका काम गर्ने, अब के छन् आफ्नो बारीका कामहरू गर्ने भन्छन्। तर हामी चाहिँ त्यो छैनौँ। हामी चाहिँ कतिखेर उज्यालो आउँला विद्यालय आउँला, अनि कतिखेर अँध्यारो हुन्छ बल्ल विद्यालय बन्द गरेर जाउँला भन्ने सोचले हामी पढेका छौँ। जसले गर्दा अलिकति अरूभन्दा फरक छ जस्तो हामीलाई लाग्छ। हो, एकदम पक्कै पनि सर। यो 20 वर्षको यात्रा मलाई जस्तो लाग्छ 63 सालदेखि तपाईँ यो विद्यालयमा अनुगत रूपमा जोडिनु भएको छ। 63 देखि आज 83 सम्मको यात्रा तपाईँको सहज या असहज कस्तो रह्यो? सुरुको दिनमा एकदम असहज थियो। मैले चाहिँ यस विद्यालयमा हजुरले भन्नुभएको जस्तै चाहिँ 63 सालदेखि निजी स्रोतमा चाहिँ एउटा निजी शिक्षकको रूपमा प्रवेश गरेका हौँ। त्यसपछि करार हुँदै स्थायी हुँदै प्रधानाध्यापक 2071 सालबाट हालसम्म छौँ। त्यो बिचमा धेरै बाधा व्यवधानहरू आए, किनभने हाम्रो विद्यालयको एउटा छुट्टै पहिचान थियो। सकारात्मक भन्दा पनि नकारात्मक पहिचान चाहिँ एउटा छुट्टै बनाएको थियो। त्यो नकारात्मक पहिचान, त्यो दाग मेट्नको लागि हामीलाई करिब 5-7 वर्ष लाग्यो। अहिले बिस्तारै विद्यालय बाँध्न सकिरहेको छौँ। अझै हामी कुद्न सकेका छैनौँ। कुद्नको लागि हामी प्रायः छौँ, भर्खर हामी बाँध्न सक्दैछौँ जस्तो लाग्छ मलाई। तर त्यो बिचमा धेरै बाधा व्यवधानहरूको बावजुद पनि अहिले पछिल्लो समय हाम्रो युवा जुझारु टिमहरू जुन छन्, जसले चाहिँ मलाई चाहिँ एउटा हिम्मत दिएको छ। म एउटा चाहिँ शरीर हो भने मलाई हिँड्नलाई खुट्टा, मलाई चाहिँ बोल्नलाई मुख सबै साथीहरूले दिनुभएको छ। जसले गर्दा अहिले हामी एकदम बलियोसँग लाग्न सक्ने भएको छौँ। जे होस्, विद्यालयको मुहार परिवर्तन गर्नका लागि विनोद लामा भएर मात्रै सम्भव हो भन्ने एक थरीको चाहिँ बुझाइ छ र हामीले बुझेको पनि त्यही हो। यो विषयमा हुन त धेरैको सहयोग छ, एकजनाले सम्भव होइन। तर जहाँसम्म लाग्छ तपाईँको एउटा चाहिँ डेडिकेसन, त्यही डेडिकेसनको बावजुद आज विद्यालय हिजोको स्थानबाट यो स्थानसम्म आइदिएको हो भन्न चाहनुहुन्छ तपाईँ? होइन, त्यस्तो त होइन। त्यो किन होइन भने कुनै पनि कुरोको लागि सबै कुरोको टिम चाहिन्छ। जस्तो हामीले गाडीमा राम्रो इन्जिन, नयाँ इन्जिन हाल्यौँ, तर त्यसमा चाहिँ टायर पड्केको हो भने त्यो गाडी कुद्न सक्दैन। जस्तो होला मैले डेडिकेसन बढी गरेँ होला, मैले अलिक बढी टाइम दिएँ होला, मैले सफल व्यवस्थापन गर्न सकियो होला, त्यो आफ्नो ठाउँको पाटो रह्यो। तर म जतिसुकै कुदेँ पनि मेरो पछाडि र मेरो सँगै रहेका सहकर्मी मित्रहरू नकुदेको भए यो स्कुल बढ्दैन थियो। त्यसकारण मेरो जति छ मेरोभन्दा बढी मेरो सहकर्मी मित्रहरूको टाइम छ। किनभने मैले भनेको टाइममा नआइदिने, जस्तो चाहिँ हाम्रो साथी चाहिँ 10 चार हो नि हाम्रो ड्युटी भनेर बसिदिनु भएको भए, बिहान बनाउँदा नआइदिनु भएको भए, शनिबार बिदाको दिन बनाउँदा नआइदिनु भएको भए यो हुँदैन थियो। त्यसकारण भलै भन्न चाहिँ मान्छेले विनोद लामाले यदि गर्यो भन्छ नि, विनोद लामाले गरेको होइन, सिङ्गो नवजीवन परिवार टिमले गरेको हो। एकदम तपाईँको एकदम बुझाइ राम्रो रहेको छ सर। मैले धन्यवाद र सराहना गर्नै पर्छ। विद्यालय अथवा कुनै पनि संस्था भौतिक, शैक्षिक, सङ्गठनात्मक र आर्थिक रूपमा अगाडि बढेको हुन्छ र त्यो चारवटा कुराहरूलाई नै समायोजन गरेर हामी संस्थालाई अगाडि बढाउन पर्छ। जसरी यो विद्यालयमा यो 4 पक्षमध्ये तपाईँलाई अहिले अलिकति गाह्रो परेको पक्ष चाहिँ कुन पक्ष होला सर? अब अहिले हामी भौतिक रूपमा एकदम धनी भएका छौँ, आर्थिक रूपमा नि हामी मजबुतै छौँ। अब अलिकति खड्को लागेको विषय भनेको शैक्षिक पाठ हो। शैक्षिकमा त्यस्तो नराम्रो त छैन, तर हामीले जति सोच्यौँ वरिपरिको विद्यालयहरू भन्दा राम्रै छौँ, तर जति हुनुपर्ने त्यति हुन सकिरहेको छैन। त्यसकारण अहिले हाम्रो चाहिँ साथीहरूको टिमले चाहिँ एउटा निर्णय गरेको छौँ, अब यस वर्षबाट शैक्षिक रूपमा नि हामी धनी बनाउने सोचको साथ बढेका छौँ। जहाँसम्म लाग्छ अब हामी 84 को सुरुवाततिर लाग्दा हामी सबै कुरामा सम्पन्न हुन्छौँ भन्ने एकदम आशा गरेका छौँ।
नवजीवनको यात्रामा यहाँले गर्नुभएको सोच सङ्कल्प पुरा होस् भन्ने कामनासहित हामी सर्वमङ्गलम सर्वदा चाहन्छौँ। यहाँको छोटो समयको लागि धन्यवाद। हस्, धन्यवाद, हजुरलाई धन्यवाद।